ल आज चाहिँ हाम्रो सानोतिनो पार्टी जस्तै छ हैन। यो चाहिँ लोकल कुखुरा तयार भइसकेको छ, काटेर एकदम रेडी भएर भुट्न थालिसक्यौँ हैन। एकदम अर्गानिक खालको पकाउने तरिका पनि हेर्नुस् दाउरामा हैन, यसको स्वादै फरक हुन्छ भन्ने हिसाबले एकदम मजाको कसरी बनाउँदैछ नि साथीहरु। आज साथी सर्कल भेटघाट रमाइलो कार्यक्रम हो हाम्रो। ल यस्तो छ, मासु पाक्दैछ राम्रोसँग। कस्तो हुन्छ है पकाउँदैछु यस्तो यस्तो तरिकाले, एकदमै रमाइलो। यो चाहिँ मोरङको रतन महानगरपालिका वडा नम्बर 6 गाउँठामा हो। यस्तो छ आगोमा पकाउने हैन, आगोमा पकाएको स्वादै फरक हुन्छ भन्ने हिसाबले हामी यसरी लागि परेर आगोमा पकाउँदैछौँ। अब कस्तो हुन्छ, सायदै मिठै हुन्छ होला भन्ने आशा गर्दछु। ल यस्तो छ है त, उड्दै हुन्छ। ल खुट्टा त सलग्गै हाल्दैछ त, अलिकति हुनुपर्ने हो कि होइन। ल यो चाहिँ टमाटर होइन, अनि प्याज खुर्सानी, अनि यता धनियाँ लसुन जिरा यो उसको, अनि गरम मसलाको पेस्ट एकतिर पिसेर यस्तो तयारी गर्दैछौँ। मासु अब पाक्ने क्रममा छ करिब करिब होइन। यस्तो छ, रमाइलो छ है त हाम्रो भेटघाट। अब साथी सर्कल बिच रमाइलो प्रोग्राम छ भनौँ न, एउटा सानोतिनो यसरी बनाउँदैछ साथीहरूले होइन। ल अब यो मसलाहरू हाल्ने बेला पनि भएछ। ल हाल्दै हुनुहुन्छ प्याज टमाटर काटेको होइन, एकैचोटि हालिदिनु भयो। ल ठिक छ, यो पनि नयाँ तरिका होला सायद। कस्तो हुन्छ लाग्छ, मिठै बनाउनु भयो होला भन्ने। मान्छे धेरै पनि छैन, हामी 5, 6, 7 जना जति छौँ करिब करिब। मासु भने एकदमै धेरै छ, कतै लगभग 2.5-3 किलो जति नै छ मासु त। अब धेरै धेरै हुनेवाला छ है त। यस्तो छ है त, आगोमा होइन मजाको बनाउनेवाला छौँ। ल साथीले बनाउँदै हुनुहुन्छ होइन, म चाहिँ भिडियो बनाउँदैछु। एकदमै मेहनतपूर्वक काम गर्दै हुनुहुन्छ होइन, पकाउँदै हुनुहुन्छ। लाग्छ स्वादिष्ट बन्छ होला होइन। भिडियो अन्तिमसम्म हेर्नु होला। अब के तयार गरेको छ होइन। अब सानो हाम्रो भेटघाट जमघट कार्यक्रम एकदमै बबाल हुनेवाला छ लाग्छ मलाई चाहिँ होइन। ल मिट मसलाको धुलो पनि हाल्ने बेला भएछ। ल मिट मसलाको धुलो हाल्दै हुन्छ। अब बाँकी अरू के हाल्नु लाग्छ। ल अब चाहिँ रस हाल्दै हुनुहुन्छ होइन, रस हालेर यस्तो भयो। अब उमाल्ने एकछिन, त्यसपछि रेडी हुँदैछ है त। ल टक्क अब ल अहिले भने हाम्रो मासु तयार भइसकेको छ। अब हामी भाग लगाउँदैछौँ होइन, कति 6-7 जनालाई भाग लगाउँदैछ। मासु एकदम धेरै धेरै छ होइन, कसले खान सक्दैन होला, सकाउन पनि सक्दैन होला। एकदम मजाको बनाएको छ।
ल यस्तो खाना तयार भइसकेको छ। अब भाग पनि लगाइसकेको छ। अचार, सब्जी, मासु भइहाल्यो, सलाद एकदम मजाको बनाएको छ है। ल यस्तो छ हाम्रो मरद छ है। ल सायद मिठो भयो होला जस्तो लाग्छ। यस्तो छ हाम्रो सानोतिनो भेटघाट कार्यक्रम छ आज। ल है त सुरु गरौँ। यस्तो छ। धन्यवाद सबैलाई।